नमस्ते एभ्रिवान, वेलकम टु माई च्यानल। आज म यो भिडियोमा एटीएमबाट पैसा कसरी निकाल्ने भनेर देखाउँदैछु। यदि कसैले पहिलोचोटि एटीएम युज गर्दै हुनुहुन्छ भने हजुरहरूको लागि यो भिडियो एकदमै युजफुली हुनेछ। ल लागौँ है त एटीएम। हामीसँग जुन बैंकको एटीएम छ त्यसमै जानुपर्छ भन्ने चाहिँ हुँदैन। आफूलाई सहज हुने जुनसुकै नजिकैको एटीएमबाट पनि पैसा झिक्न सकिन्छ। म अहिले आएको छु राष्ट्रिय वाणिज्य बैंकको एटीएममा। एटीएम कार्डमा रहेको यो अगाडिपट्टिको पहेँलो चिपलाई यसरी अगाडि पार्दै हामीले यो हरियो बत्ती बलेको ठाउँमा छिराउने। अनि त्यसपछि हामीलाई यहाँ भाषा छनौट गर्न दिनेछ। नेपाली, इङ्ग्लिस कुनै पनि भाषा छनौट गर्न सक्छौँ। अनि त्यसपछि छनौट गरिसकेपछि हामीलाई यहाँ पिन कोड थप्न पठाउँछ। अनि हामीले यहाँ हाम्रो पिन कोड राखिदिनेछौँ। हामीलाई चाहिँ यहाँ धेरैवटा अप्सन दिएको हुन्छ। हामी अहिले केही पनि गर्दैनौँ, बस पैसा मात्रै झिक्ने हो नि त। अनि त्यही भएर फास्ट क्यास गर्छौँ। अब हामीलाई यसरी पैसाहरू चुज गर्न दिएको हुन्छ। हामीले चाहिँ कति पैसा झिक्ने हो त्यसैमा दबाउने। म चाहिँ 10,000 निकाल्दैछु। एकछिन 5-7 सेकेन्ड जति वेट गरिदिनु। पैसा आइसक्यो। अब यसरी यहाँ कार्ड पनि आइसक्यो। हजुरहरू पनि सजिलैसँग आफ्नो एटीएम कार्डबाट यसरी नै पैसा झिक्न सक्नुहुनेछ। भिडियो कस्तो लाग्यो सुझाव सल्लाह कमेन्ट बक्समा गएर लेखिदिनु होला।